लु साथी हो आइसलु खानु आउनुहोस् है। आइसलु एकदमै यहाँनिर पुरा रेडी रहेछ। रातो खाले है, दुई खाले हुन्छ, येल्लोमा पनि हुन्छ र अलिक काँडा पनि हुन्छ है। एकदमै अहिले सिजन लागिरहेको छ है। कस्तो मजाले फलिरहेको छ। यता पडम रहेछ हो। अम्मा पुरै रहेछ नि यहाँ अन्त यता भित्र हुन्छ हेर्नु। यो चाहिँ येल्लो खाले हो र पुरा पाकेर यहाँ ढकमक्क भइरहेको छ है। चौराहरू पनि आउने गर्छ यहाँनिर, तपाईँहरूले सुन्नुहुन्छ होला चौराहरू खोडाउने छ ब्याकग्राउन्डमा। र यो जति पनि संसारमा नि जति पनि अब लिभिङ अर्गानिजमहरू हुन्छ होइन, प्लान्ट्स, एनिमल, किरा फट्याङ्ग्रा होइन, सबैको आफ्नो आफ्नो एउटा इम्पोर्टेन्ट रोल छ होइन। इम्पोर्टेन्ट एउटा आफ्नो 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 समयमा उहाँले चाहिँ फल दिन्छ। यसरी आफ्नो समय चाहिँ बिर्सिँदैन। हामी मान्छेले बरु समयहरू बिर्सिन्छौँ होला, तर यो प्लान्टहरूले होइन, आफ्नो आफ्नो यो चराचुरुङ्गी यो सबैले आफ्नो आफ्नो समय चाहिँ कहिले बिर्सिँदैन है साथी हो। अन्त यो चाहिँ येल्लो खाले हेर्नुहोस् कति मजाले होइन, जस्तै काँडा भए पनि फल चाहिँ यति मिठो दिइरहेको छ। अब यो कस्तो रहेछ बुझ्यो, मजाले पाएको रहेछ। लु तपाईँलाई हाल्न पनि मन पऱ्यो भने चाहिँ साथी हो कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस् है ल। फेरि पनि आउँदैछु म नेक्स्ट भिडियोमा। अहिलेको लागि चाहिँ तपाईँहरूलाई बाई बाई।